तपाईँ भन्ने भने अनि कसलाई त भन्ने कसलाई तपाईँ भन्ने कसलाई तिमी भन्ने भन्यो अनि आफूभन्दा सानो जसलाई आफूले गाइड गर्नुपर्छ आफूले सिकाउन पर्छ अराउन पर्छ त्यस्तालाई त भन्ने होइन बाजेले तँलाई त भने पनि भयो अनि आफ्नै उमेरको साथीभाइहरूलाई तिमी भन्ने अनि सम्मान दिनुपर्नेलाई तपाईँ भन्ने आफूभन्दा ठुलालाई तपाईँ भन्नुपर्ने भनेर त्यहाँ के प्रसङ्ग बस गफ भयो अनि त्यसो भए मैले बुवालाई त भने ठिकै त रहेछ त मैले बुवालाई सिकाउनु पर्छ यो नगर भन्नुपर्छ त्यो नगर भन्नुपर्छ यहाँ नजा भन्नुपर्छ त्यहाँ नजा भन्नुपर्छ मैले त भने ठिकै त रहेछ त मैले सिकाउने रहेछ त भनेर लाग्थ्यो होइन बाजे तर अमेरिकामा त्यत्रो फिलाडेल्फियाको स्पिचमै मैले त्यो केटोको नाम लिँदैन त्यो केटोले मलाई सम्झिनु पर्ने हो नि मेरो स्पिचमै त्यो थियो त कसलाई सम्झ्यो त्यसले तिमीलाई सम्झ्यो आलोकलाई सम्झ्यो दुईजनालाई सम्झिरहेछ होइन छैन तिमीहरूको वाट्सएपमा कुराकानी कसैमा पनि छैन कहाँ वाट्सएप मसँग नम्बरै छैन तपाईँ पिच त यति रहेछ यसलाई त्यसले पिच पुरै तपाईँ त भर्खरै धागो तान गर्दै बाटो त धागो तानै हो नि अनि उ रहन्छ पानी भा ठिकै छ अब उतै गएर खाउँला भर्या भयो भने खाइदिए ओरिजिनल भयो भने खाइदिए भर्या पनि पानी त के डुप्लिकेट होला त हाम्रो गाडीलाई खान दिनुपर्छ भनेर त्यो त पछाडि छ छरिया छैन खाना दिनु पर्दैन पछाडि त खाएर पुग्छ त्यसले खानु पर्दैन ए अब घर जानु पर्दैन घर त जानुपर्छ तर यो पानी हाल्नु पर्दैन के हो भनेर सोच्दै जाँदै हो घर हजुर यो चाहिँ के हो भन्दै सोध्दै जाँदै हो घर त्यो महाकालीको जल भन्नुपर्छ सबैजनालाई फर्किदिनुपर्छ ओम शान्ति 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 ग्रह शान्ति ओम शान्ति अब के हुन्छ त्यो त के थाहा अहिले थाहा हुन्छ कुली हेरेर आउने हो र फेरि बोल्ने हो होइन हेर्ने हो के होइन अब सोध्नु त पऱ्यो नि फेरि नजिक आएर पुनमा पनि लिएर गएन त्यही पुग्छ किन हेर्नु पर्यो परेन अब कट्टा चौकी हेरौँ घट्टा चौकी शारदा ब्यारेज ताकेर कट्टा चौकी जाउँ अनि मिलबाको भात मिलबाले खोले भने नजिक हुँदा त्यस्तो खोले 4 दिनदेखि पर्सीको खाना भन्थे नजाने हो त त्यत्रो राम्रो पुल रहेछ अनि हामी चाहिँ छैन पुलले भनेर तर सबैभन्दा यो विडम्बना हाम्रो यो विडम्बना नि हामी यताबाट नआएर यताबाट आएको जम्मै कुरा यहीँ लेख्नलाई यही भयो भने के होइन तल नपुग्ने भन्ने त हुँदैन थियो यसको अट्र्याक्सन भनेकै त्यो सस्पेन्सन ब्रिज हो क्या 1.5 किलोमिटरको सस्पेन्सन ब्रिज हो बाटो त गजब छ है काठमाडौँ भन्दा बाहेक अन्त चाहिँ बाटो साटो अलिअलि बनाएको छ चारैतिर मैले सबै उसलाई भान्जालाई हालिदिएको छ ए यहाँ ड्रप गर्दै पनि हुन्छ ड्रप गरिदिइसकेको छ त्यहाँबाट सेभ गर्यो है तपाईँसँग छैन वाट्सएप भाइबर त्यो भाइबरमा चाहिँ पठाइदियो भाइबरमा राम्रो आउँदैछ कि वाट्सएपमा राम्रो आउने हो क्या भाइबरमा होइन भाइबरमा राम्रो आउने हो नि मेसेन्जरमा फोटो बिग्री हो मेसेन्जर भाइबरको भन्दा चाहिँ बेटर आउने हो आइफोन हुने त यो ड्रप गरे भइहाल्यो नि जस्तो क्वालिटी त्यस्तै आइहाल्यो केही उ गर्नै परेन
शारदा ब्यारेज हेर्ने हो त्यही हो शारदा ब्यारेज होइन त्यो नमिने तीबाट हेरौँ न पुगेर त्यहाँबाटै तपाईँ आउनु पर्थ्यो अरे क्या ब्यारेज त कहाँ हुन्थ्यो होइन क्या पुल इन्डियाको पुल हो त्यो चाहिँ पहिला पहिला चाँदनी धाराका मान्छे यतापट्टि आउनु पर्यो भने त्यो पुल तरेर आउनु पर्थ्यो क्या बाबु यहाँ के गरेर यत्रो यो भेटभाड केही हो कि अब कोही ढुङ्गा टिप्ने छन् कोही गिटी लैजान पाइँदैन लैजान पाइन्छ कि अरे जाउँ न खै त्यहाँ रोक्ने केही छैन त नपाइने भए रोक्ने कुरो हुन्छ जाउँ न खै रोक्ने कुरो केही छैन किन कुदाउँ जाउन दिइरहेको ठाउँसम्म कसैले नरोकेको ठाउँसम्म नहेरेर ठाउँसम्म कुदाउने ल हेरौँ न त खै रोक्ने ठाउँ कहाँ रहेछ ठिक छ जहाँ रोक्छ त्यहाँनिर रोक्यो बनाउला गाडी राख्ने समस्या हुन्छ है भनेर मैले त्यही भने तर ऊ यहाँ राखौँ भनेर ऊ नेपाली गाडी आइरहेछ त्यो कार नेपाली होइन बरु सोधौँ हामी जानु मिल्छ यो गाडी ल्याउँ त्यो पारि पुगेर आउनु भनेर यो नेपाली कार देख्नु भएन आइरहेको त्यही त सोधेर जाउँ भन्न खोजेँ कि हामीलाई ढुक्क हुन्छ नि त सोधेपछि मिल्दैन भन्यो भने तनाव हुन्छ खुरुखुरु जाउँ क्या साथीभाइ हो उयो अटो सटो हाम्रै हो क्या जाउँ न टेन्सन गर्दैन क्या टेन्सन नलिउँ न रोक्ने ठाउँमा रोक्नु पर्यो नि त गइरहेछ त टेन्सन जाउँ त त्यो भारत रहेछ यो इन्डियाको गाडी राखेका हुन् क्या इन्डियनहरू आएर यहाँ यो युजमा पनि होला फेरि नेपालतिर पनि नजिक नजिक यसो भाडामा लाउने पनि होला के होला जान्थ्यो भने जान्थ्यो रोक्नु पनि रोक यी अटो सटो सबै सुदूरपश्चिम भनेर आइरहेछ नि त यी सबै त हाम्रै लाइन छ उयो माइक्रो पनि हाम्रै हो जस्तो ठिक छ माइक्रो त्यतै घुमाएर फर्केर त्यो उसमा गेटमा पुऱ्याइदिन्छु म ऊ यतातिर साइडमा ल्याएर राख्छु यस्तो हो जाने त पहिला छिरे गेटै देखेँ कि मैले त्यो एउटा त्यो पिल्लरबाट अड्की परेर गेट कहाँ हो मैले बिर्सिएँ यहाँबाट चाहिँ नि हामीलाई जानु दिँदैन होला कि नेपाली गाडी नागेश्वर सर सुनौलो महाकाली याद कसै थाहा हुन्छ भने नजाऊ भने नजाउँला नि त पुलिसले अनि पुलिसले हेरिरहेको छ त्यही के भने रोक्थ्यो होला नमिल्ने भयो आइज भनिरहेछ सरकारी गाडीले चाहिँ ऊ जा भनिरहेछ लिएर जानु मिल्छ त्यो सुन न त्यो पारि हामी पारिपट्टि पुगेर मात्रै फर्केर हाम्रो गाडी जानु दिन्छ जानिन्छ हो यहाँ इन्ट्री गरेर जानुपर्छ हो ल गरौँ होइन यता साइड लगाउने हजुर त्यसै दिँदैन भन्ने क्या सोध्दैन सबै जान्दिन त हामी